समय समय निरन्तर चलिरहन्छ। यसलाई नाप्ने घडी र भित्तेपात्रो प्रचलनमा छन्। तर जब येशू यस पृथ्वीमा आउनुभयो उहाँले समयलाई विभाजन गर्नुभयो। संसारको वार्षिक क्यालेन्डर येशू ख्रिस्टकै नाउँमा बिफोर क्राइस्ट र एनो डोमिनी इन द इयर अफ द लोर्ड अर्थात् बिसी र एडी गरी दुई भागमा विभाजन भयो। उनै येशू ख्रिस्टको नाउँमा अनगिन्ती किताबहरू लेखिएका छन्। येशू नाउँको महिमा र प्रशंसाको गीतहरू रेकर्डिङ भएका छन्। संसारकै उच्च प्रविधि मानेका एआईले येशूको गुणगानले भरिएका कति किताब र गीतहरू छन् भनेर निश्चित डाटा उपलब्ध गराउन सक्ने क्षमता राख्दैनन्। एआई भन्छन् यो असम्भव छ कि येशूको नाउँमा कति पुस्तक र गीतहरू लेखिए तिनीहरू अनगिन्ती छन् जुन अनेकौं विधा र संस्कृतिमा वर्णन गरिएको छ। वास्तवमै येशू ख्रिस्टको नाउँमा प्रत्येक शताब्दीमा लाखौं लेख र रचनाहरू लेखिन्छन्, छापिन्छन् र फिल्महरू बन्छन् जुन न त संसारमा ईश्वर भन्नेहरूको नाउँमा लेखेका छन्, न कुनै देशको विषयमा, न त देश चलाउने बादशाहहरूको विषयमा लेखेका छन्। चर्चा, गुणगान र प्रभावको विषयमा येशू ख्रिस्टसँग न त पृथ्वीमा न त स्वर्गमा कुनै व्यक्तित्व वा ईश्वरसँग तुलना गर्न सुहाउँदैन। किनभने आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। त्यो वचन येशू ख्रिस्ट हुनुहुन्छ। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएनन्।